हेलो गाइज सबैजनालाई नमस्ते अनि गुड मर्निङ। आज चाहिँ हाम्रो लक्ष्य भनेको चाहिँ सिधै टोकियो टोकियो होइन क्योतो जाने उस छ है। आज धेरै स्पेसल दिन भनौँ न। अब गएकोबाट पहिलोचोटि हामीलाई कतै लिएर जाँदैछन्, एकदम खुसी लागिरहेको छ। अब सबै स्टेसनतिर आएर कुरिसकेछन् अरे है। अब हामी दुईजना हो, असिम र म आहामा। अब अहिले यहाँ आएर हामी हिँडेर आएको भनौँ, असिम अगाडि छन्, म अहिले पछि। अब स्टेसनमा साथीहरू पुगेछ भर्खरै। हामी यो 1 नम्बर गेटबाट हामी हिँड्न लागिरहेको छ। बाटो यस्तो हुन्छ हजुरले हेर्न सक्नुहुन्छ है, ठ्याक्क पुरै सुरुङबाट हिँडेर जस्तै हुन्छ है। यी गाइजहरू यहाँ कुरो आइसके बसिसकेका रहेछन्। आजका ग्रुप यति आखान, अरू अझै आउन बाँकी नै हुन् है। आज चाहिँ ठ्याक्क के हो भन्दाखेरि सागरले लास्टै ढिलो गऱ्यो है। सोच्यो भन्दा लास्टै ढिलो गरे हन्। आइसक्रिम छ खाने भयो, अब सबैजना मिलेर खानुपर्छ। आउँदैछन् नत्र त के अब यिनीहरू असँग यो ऊ मान्छे असँग त लास्ट है। हाम्रो ग्रुपको सँग लास्ट मान्छे भनेको ऊ मान्छे हो लास्ट टाइम। भर्खरै हामी नेपाल बसी आएको छ है। नेपालवासी यो हामी त हो हामी ठ्याक्क यो साकासुकीमा आइएको छ है। कस्तो तरिकाले यहाँबाट अब हामी चाहिँ कता क्योटोको लागि गयो। आवाज स्टेसन यहाँबाट आवाज स्टेसन जाने हो। यिनीहरूलाई यसको नाम चाहिँ के हो सासीबुरी लबल धेरै पछि हामी यता बाहिर आयो भर्खरै आवाज हुने ठाउँमा आइयो है। हाम्रो क्लासको केटाहरू सबै पुरेर बसिरहेको छौँ है। अब कुन बेला जाने थाहा छैन। ट्रेन अब कति 45 छ, अझै 3 मिनट छ। 3 मिनट जाने हो। मलाई त लाज फाइनल्ली गाइज है, अहिले हामी क्योटो आइसकेका छौँ। होइन यो क्योटो भित्रै पर्छ क्या पर्न। हामी पुग्ने ठाउँमा त अझै पुगेको छैनौँ, तर यो पनि क्योटो भित्रै पर्छ, त्यही भएर हामी आइसक्यौँ। अब के हो भन्दाखेरि तर क्योटोको मेन स्टेसन भनेको चाहिँ अलि उता पर्छ, अलि अगाडि पर्छ। त्यस्तै के फोर नबोल न। अनि यहाँबाट सबै साथीहरू यहाँ छन् है। हानमुन जति उता छन्, हानमुनि सबै ग्याङहरू मुसाहरू मुसा छुचुन्द्राहरू हुन्। यहाँ पनि छुचुन्द्रा मुसाहरू यता अब त्यही त हो नि। अब जाने ट्याक्क लाएर रमाइलो गर्ने। तर भोक लाग्यो क्या, मेन कुरो भोक लाग्यो। अब म्याप हेर्दै हिँडिरहेको फर्स्ट टाइम आएको क्योटो पनि है, रमाइलो हुन्छ होला भन्ने भयो। के कुतुर गरे हन् ती दुईजना, यहाँ 3 जना आइछन्। क्या आउँदैन तिमी फेरि अनि ले सबैजना हामी ट्याक्क पुगिरहेका छौँ है। सबैजना कुन ठाउँ हो यो? अनि जापानिज कल्चर एक्सपिरियन्स हुन्छ। हेलो जुवा कहाँ हो खायो होला। अब जाने है। अब यहाँ चिया खान जाने। अब नेपाली भाषामा भन्दाखेरि ट्याक्क चिया खान सबैजना जम्का भेट भएर चिया खानपान कार्यक्रम हो। अरू त्यही ट्याक्क छ पछाडि भिडियो गर्दै हुनुहुन्छ। क्लासमा आए जस्तो फिलिङ भइरहेको यहाँ है। ट्याक्क लाइन लाएर एकदम स्पेसल तरिकाले बसिरहेछन्। कोही कहाँ पुरा स्पेसल तरिकाको सन्चीहरू त्यहाँ है। के चाहिँ के हो यस्तो खालको यो डिस अगाडि बस कस्तो खालको डिस रहेछ के डिस सेन्से त्यहाँ पुरा बिहान उठ्ने यत्तिकै आयो जस्तो है।
अब चिया खाने प्रोग्राम रहेछ तर कलामा बसेर खाए जस्तो आफूले बनाउने हो कि खाने हो के हो होइन यो ट्याक्क बनाउने आइटमहरू चपस्टिक पनि छ खाना आउने त्यस्तै यो चपस्टिकले फेरि स्याम्पलहरू आजको स्याम्पल यस्तै बनाइन्छ कि के गरिन्छ थाहा छैन 日本語でいいですか？はい、大丈夫です。すごい。日本に来て何年ですか？1年ぐらい。すごいですね。皆さんね。はい。ちなみにどこから来たんですか？ネパール、ミャンマー、聞こえた。スリランカ、バングラデシュ。バングラデシュ。そう。でも、すごい。い。いろんな国から皆さん日本語を勉強しに来てくださっています。今日は皆さんに日本の伝統文化を楽しんでいただきます練り切り和菓子を2つ作っていただきます。Today we will make two traditional Japanese sweets. 練り切りスイーツ。練り切りスイーツ。こういったお菓子はね、季節を表すことをとっても大事にします。ですので、気持ちはまだ飛んでないかな。最初は蝶々。2つ目は अहिले चाहिँ हामीले ट्याक्क लाएर है अब के बनाउनु पर्ने थियो बनाएर सकिसकेका छन् यो धेरै कुरा युज गरियो गर्न चाहिँ त्यस्तो धेरै होइन पिठो मुछे जस्तो थियो नर्मल है अब बुझ्दाखेरि पिठो मुछे के पिठो भन्दाखेरि चप्पिने मैदा हुन्न मैदा मिसो जस्तो थियो अब त्यहाँ चिया लिएर आउँदैन माछा ल्याउँदैछन् माछा ल्याएर अनि यिनले बनाउँदैन अब त्यही त हो अब कहाँ राम्रोसँग आउँछ र बाबुलाई कतिचोटि बिहेरे कतिचोटि डबल त्रिपल मगाउनु पर्यो त्यही नै यतिको बनाएको ठिकै हो अनि यहाँ गोमी फाल्नको लागि हामीले रेडी गराइसक्यौँ खास बनाउने हामीले यस्तो हो है बनाउने यो हो खास हामीले बनायौँ त्यस्तै सिमिलर टाइपकोमै यो उस्तै छ नि त्यस्तो फरक त छैन अरूहरूले पनि बनाइरहनु अरू बनाएर चियासँग खाने मजाले खाने चिया अब गुलियो हुन्छ कि तितो हुन्छ थाहा छैन है खानु पर्यो यो ठ्याक्क पानीपुरीको माथि हाल्छ नि एउटा त्यस्तो देख्यो नि हो कि नै हाई ट्याक्क लाएर सबैतिर यसो हेर्दै जान्छु कस्तो भयो है रिभ्यू भन्नु है हजुर मेरो राम्रो के यो कस्तो खालको थाहा भएन है ओहो चस्मा लाएर डन है डन एकदम दामी नै ओहो तर राम्रै हो तर त्यो नि ठ्याक्क ऊ जस्तो त छैन तर लगभग ठिक छ मान्छेहरूले ठ्याक्क गराइरहेका छन् न्यू डिजाइन जस्तै छ मेरो ल दिपाको कस्तो भयो आमा ए वाउ के त्यो हरियो त त्यति त हुन्छ जस्तो लाग्यो ड्रेसहरू पनि छन् है अरूहरू पनि छन् खै मिसो त वाउ खै यसो यो अब यहाँ हामी चाहिँ उहाँ लास्टमा बसेको है त्यहाँ छन् कोही कहाँ छन् है ल अहिले हाम्रो कार्यक्रम लगभग सम्पन्न भइसक्यो है आजको अब यहाँबाट फेरि अझै एक ठाउँमा घुम्न त जाने छ अब अहिले हामीले सबले खाइयो अब यहाँ माछा खाइयो माछा ओहो खाऊ यो यस्तो तितो पनि खान सक्ने त तेरिका तितो न तितो सकिन्छ है ए यिनीहरूले ठ्याक्क पछिको लागि पछिको अब होटेलहरूमा काम गर्ने हो नि त यिनीहरू ठ्याक्क थाहै कसरी गर्ने भन्ने कुरो होटलमा गर्ने होटल नि स्याम्पलकोले हानेको अहिले चाहिँ ट्याक्क हाम्रो यहाँबाट माछा खाने कार्यक्रम सकियो है लगभग त्यस्तो खासै रमाइलो भन्ने कुरो त भएन आज चाहिँ है किन हो थाहा भएन तर त्यस्तो खासै रमाइलो भएन यहाँ अब जे भए नि ठिकको अब मन बुझाउनु पऱ्यो 2500 रुपियाँ खालियो 500 रुपियाँको अब यसो अब उपयोग गर्न जाँदैछौँ है सेन्से
हाई सेन्से Sensei, atama ko. Atama dotto. त्यही हो अब सबैजना यहाँ छ नि हेर्न सक्नुहुन्छ एसियन सिङ त्यो सानी खुच्ची जस्तो हुनुहुन्छ अरू यहाँ अब विक्रम हो च्यान अब है कस्तो घाम पनि लाग्यो कि मजाको घाम लाग्यो बिहानसम्म जाडो जाडो भएको थियो किमा आचु सेन्स यहाँबाट सुगु गइन्छ सुगु आइ सेन्स आरु इत्ते सेन्स दाइदेऊ सेन्स ल ल ल ल पर्दैन यहाँ भगरै एकदम मलाई छुट चाहिँ जता पनि जान पाउँछ तर खासै आज 2500 सकियो अब हिँड्दैछ म 500 सक्न डिटेल चुज गरेको ठाउँ हो इमागारा वातासी ताची मिन्नागा कुनो नानो कोवेनो नाम आयो नानी Sousei en Koen ni Jembu ikimasu ikite iru node ikite mitte ikini mitte janaको त्यो जे हो त्यही हो अब ह के हुन्न अब इकिते मित्ते नानी सित्ते आतो दे मिन्नाका केटाहरू भएर केटाको केटीहरू पनि हुन्छन् है अब यहाँबाट जाने भनेको त राति नै हो ढुक्क हो त्यो ढुक्क पर्दा हुन्छ राति गइन्छ अब चाहिँ मजाले के घाम ताप्ने फोटोसोटो खिच्ने है फोटोसोटो खिच्ने गर्न बिति गर्ने रमाइलो गर्ने अनि बल्ल लास्टमा जाने ल त्यहाँ आउँदैन केटाहरू